Guys, this is completely unbelievable क्या हेर्नु न के हो यो यहाँ लामाहरू चलिरहेछ तल हिन्दू तल मुस्लिम त हैन होला दुवै दुवा क्या ल पशुपति जस्तो नि दामी हो यार सर्वप्रथम सबैजनालाई मेरो तर्फबाट हार्दिक नमस्कार हैन अनि आज चाहिँ मैले यो ब्लग बनाउनुको कारण चाहिँ के भन्दाखेरि आज म साइक्लिङ जाने छु प्लस कृष्ण मन्दिर मतलब गोपी कृष्ण मन्दिर बिहाइन्ड बुढा नीलकण्ठ मन्दिर त्यो चाहिँ हामी भिजिट गर्न जाँदैछौँ सो साइक्लिङबाट जम्प गरेर केमा मन्दिरमा जाने अनि मन्दिरबाट घर फर्किने सो आजको ब्लगमा चाहिँ यस्तै कुराहरू तपाईहरु शेयर गर्न जाँदैछु र अन्तिमसम्म हेर्नु होला द भिडियो इज एकदम फ्यान्टास्टिक हुनेछ र तपाईहरुको टाइम म वेस्ट गर्ने छैन सो वेस्ट नगरी छिटो जाउँ अनि माइ सेटअप इज हल्का कम्प्लिट छ सो पुरै कम्प्लिट गरेर लेट्स गो है त र अन्तिमसम्म हेर्नु होला भिडियो एकदम बवाल हुनेछ र एडिटिङ पनि ठीक खासै राम्रो हुँदैन किनभने मलाई एडिटिङ आउँदैन द्याट्स अल अनि त्यही हो सो राइट नाउ अहिले चाहिँ म बाहिर आइसकेँ एन्ड विथ द फुल कम्प्लिट सेटअप भनौँ भने यो साइकल मेरो रहेछ ओ मन हो जाइन्ट र मेरो जाइन्ट एकदम बवाल छ एकदम फर्स्ट कन्डिसन A1 हैन अब ढिला नगरी जाउँ है त ओके लेट्स गो हामी यताबाट जान्छौँ अनि डाइरेक्ट त्यो टोखा कि कहाँ हो थाहा भएन त्यता निस्किन्छौँ है त एउटा अमेजिङ पार्ट भनिदिइरहेको छु तपाईँहरूलाई आज सबैजना काइन्ड अफ रक्षाबन्धन होइन काइन्ड अफ रक्षाबन्धनमा लागिरहेछन् अनि म चाहिँ एउटा छु जुन चाहिँ साइक्लिङमा लागिरहेको छ क्या अनि आई वान्ट टु सी द राधा कृष्ण मन्दिर अनि अहिले फिलहाल चाहिँ म कति 12 किलोमिटर चाहिँ साइक्लिङ गरिसकेँ लिटल बिट थकित होइन एउटा इन्ट्रेस्टिङ कुरा भनौँ म अहिले 18 किलोमिटर आइसकेँ नि साइक्लिङमा अनि म 25% थाकिसकेँ क्या अनि यो चाहिँ रहेको छ अहिलेको भ्यू अनि यो माथि डाँडा है कस्तो बवाल देखिरहेको छ क्या भने अनि अगाडि चाहिँ बेभइरहेको छ क्या अब यहाँबाट त्यो बाटो हुँदै माथि जाने माथिबाट यस्तो कति त्यहाँ 10 किलोमिटर त होला अफ रोडिङ मात्र छ क्या त्यहाँ त्यो पनि हेरौँ अनि ढिलो नगरी जाउँ अगाडि बेभइरहेको छ त्यो पनि हेरौँ एन्ड आज फुल इन्टरटेनमेन्ट हान्ने हो भिडियो लामो हुनसक्छ कुर्सीकै पेटी बाल्लो हो क्या है त अनि यो चाहिँ नेपाल काठमाडौँ हामी चाहिँ जति कलायो त्यति दामी भ्यू पाउँदैछ कि मतलब भ्यू दामी आउँदैछ क्या देखाउँछु है त एकछिन जस्ट वेट लुक यो काठमाडौँ हो त्यताको ग्रान्डी त्यहाँबाट यस्तो हुँदै आएको क्या त्यहाँदेखि यस्तो अनि अहिले हामी यहाँ छौँ यो हिलोमा त मलाई बिछली हुनु छैन होइन अब हाम्रो 10 किलोमिटरको अफ रोडिङ सुरु भयो लेट्स सी पहिला त अफ रोड थियो अब अहिले के बनायो थाहा भएन
कडामा के हो यो बगैँचामा फुल सोचेर क्या पहिलाको जस्तो त थाकेको छैन यो पालि किन हो अब यहाँदेखि पुरै थोरै मात्रै होला अब मतलब काइन्ड अफ अघि 10 किलोमिटर भन्थ्यो अहिले थोरै मात्रै लाग्यो यस्तो छ कि यहाँ साप है साप इधर समझे जमाइ त यस्तोमा चाहिँ यस्तो गर्ने उकाले यस्तै हुन्छ यताको अब होइन किन झगडा गरेको यिनीहरू पुलिस बोलाम हो क्या यो उकालो चाहिँ छिट्टै कम्प्लिट होस् जस्तो लाग्छ क्या घरिघरि नि मेरो ढाडबाट मेरो ट्राइसेपबाट पसिना आउनु थालिसक्यो अलराइट अब एकैचोटि कृष्ण मन्दिर भेटौँ है त है आई वुड लाइक टु टेल अगेन म अहिले धारेभुरमा छु तारेभिर होइन एन्ड एकछिन रेस्ट गर्छु अनि त्यहाँदेखि यहाँदेखि त सजिलो छ त्यहाँदेखि ओह्रालो जाने कृष्ण मन्दिर आयो होइन अहिले चाहिँ कति आज स्याटरडे साउन 23 गते 23-24 होला मिलाउनु न होइन अहिलेसम्म अल्छी लागेको छैन नि अल्छी लागेको छ भने हेर्ने लास्टसम्म हेर्ने आरामले किनभने यो एक्सपिरियन्स चाहिँ म सबैजना दर्शकबिनहरूलाई दिन चाहन्छु अनि किनभने म इन्जोय गरिरहेको छु अनि काइन्ड अफ मेमोरिज पनि हुन्छ होइन यो टाइममा चाहिँ मैले यो इन्जोय गरेको थिएँ तारेभिरमा साइक्लिङ गएको थिएँ ब्लग बनाएको थिएँ होइन काइन्ड अफ अनि मैले के गरेको थिएँ त्यो हेर्नु पाउँछु मैले पछाडि स्पिकर पनि छ 1 केजीको माई पावर भन्ने द्याट्स कस्ट मी त्यो भन्नु हुँदैन सर लेट इट बी अनि अब एकछिन बस्छु अनि त्यहाँदेखि जाने है त जस्ट इन्जोय यार कसम हो दामी छ है तर म फेसबुकमा चाहिँ हाल्दिनँ कि हेre's my साइकल मेरो साथी माई बेस्ट फ्रेन्ड हो अहिलेसम्म धोका चाहिँ दिएको छैन त्यही हो गाइज ऊपर हमारा बिरादरी का इंसान काइन्ड अफ साइक्लिस्ट साइक्लिस्ट हो उहाँहरू पुरै एडजस्ट हुनु भइसक्यो जस्तो लाग्यो उकालै त्यस्तो छ होइन अब चाहिँ यो बाटो जान्छौँ अनि डाइरेक्ट कृष्ण मन्दिर पुग्छ सो अब लेट्स गो फर इट विदाउट वेस्टिङ टाइम होइन हल्का क्यामेरा एङ्गल दिलाउँ डन अब स्पिड जाने है त केयरफुल हल्का लुज पनि पार्नु पऱ्यो एन्ड लुक साइक्लिङमा मजा यो हो क्या ओह्रालो झर्दा त्यो उकालो चढ्दा चाहिँ गाह्रो हुन्छ ओह्रालो झर्दा मजा आउने हो क्या मेन एन्ड अहिले चाहिँ म तारेभिरबाट झरिरहेको छु तारेभिरबाट भनौँ न
साह्रै भिड छु होइन, साह्रै भिडबाट ओभरटेक हानु। कसरी जाने आइ त सक्यो अब कृष्ण मन्दिर लाग भाके होइन। कृष्ण मन्दिर इज अन द लेफ्ट। अलराइट, यो हो नि त पारा। सो राइट नाउ वेलकम ब्याक टु द कृष्ण मन्दिर होइन। कृष्ण मन्दिरको पार्किङको भ्यू यस्तो छ होइन। अनि यहाँ चाहिँ मैले साइकल राखेको छु, मेरो साइकल होइन। अब जाऊँ कस्तो हुन्छ हेरौँ। पहिला हेर्नुहोस् न ल म्यान, यो चाहिँ मैले नेचुरल साउन्ड हालेको है, यो आर्टिफिसियल केही एडिटिङ हान्दिनँ यसमा चाहिँ। यसमा यो के हो, यसको मिनिङ के हो ब्रो? वेट, तपाईँहरूको सिनेमेटिक सक्यो। अब ढिला नगरी घरतर्फ जाऊँ, किनभने आई डोन्ट वान्ट टु इन्भेस्ट मोर टाइम इन दिस मन्दिर होइन। राम्रो छ, आई लभ इट, बट टाइमको ख्याल गरेन भने यु वान बी के भन्नु के हो, यताबाट धुवाइदिएर ल इन आवर कन्ट्री, इन आवर नेपाल भनौँ न, देयर इज नो ब्युटी लिमिट। राम्रो मान्छेहरूको लिमिटै हुँदैन रहेछ क्या, थाहा छ क्या। बिकज आई हेभ सिन द्याट म्यान, मलाई यो छ नि पब्लिकमा बोल्ने कस्तो लाग्छ भनेदेखि नि देखाएको जस्तो लाग्छ क्या, काइन्ड अफ एक्सप्रेसिङ होइन कि जस्ट सो अफ गरेको जस्तो लाग्छ क्या भ्लगिङ गर्दा चाहिँ। त्यो चाहिँ हल्का डिसपोइन्ट लाग्छ। अब ढिला नगरी लेट्स जम्प। सरी अब घर जाने है त। सो लेट्स गो। सो म यो मन्दिरमा आयो भने चाहिँ नेक्स्ट टाइम चाहिँ पुरै मेडिटेसन गरेर जानेछु। र हियर इज माई साइकल, एकदम सेफ छ, जाने है त अब होइन। घर जाने हो कि होइन ब्रो? है त जम्मै छ अब। सो फ्रेन्ड्स राइट नाउ अहिले चाहिँ म यता आइपुगिसकेँ, कृष्ण मन्दिर छोडेर बाहिर हाइवेमा आइसकेँ। हेर न बच्चाहरू बसको लागि भागिरहेको छ मेबी। अघि मैले भिडियो बनाएको थिएँ, त्यो भिडियो चाहिँ कसरी हो डिलिट भएछ क्या, द्याट्स अ फल्ट होइन, टेक्निकल इस्यु भएर त्यो भिडियो नै हाल्नु पाएन, नत्र त्यो भिडियो बनाएको थियो। त्यो कुराहरू छोडिदिउँ। अनि अब चाहिँ म यो भ्लगलाई इन गर्न चाहन्छु। एन्ड ह्याप्पी रक्षाबन्धन टु यु अल दिदीभाइ पनि होइन। मलाई त इन्ट्रेस्ट लाग्दैन त्यस्तो खासै होइन। एज यु क्यान सी देयर इज नो रक्षाबन्धन राखी। अनि भोलि चाहिँ मेरो साथीहरूसँग हाइकिङ गएको भ्लग आउने छ, त्यो पनि स्योर हेर्नु होला।
So thanks for watching my video and still keep watching my another vlogs हैन तपाईहरुलाई मन पर्छ भने सब्स्क्राइब पनि हान्नु होला शेयर हान्नु होला जस राम्रो आउनु पर्यो के रिजल्ट अनि आजको राइडिङ र आजको एडभेन्चर इज बेस्ट मलाई एकदम मन पर्यो तपाईहरुलाई पनि मन पर्यो होला त्यस्तो धेरै थाक्नु त थाकिन सो द्याट्स अल बाई है त बाई मैले बित्थामा भिडियो इन गरेछ सरी मेन भ्यू त यता रहेछ नि ब्रो यति मात्र होला अब जाम गाइज दिस इज कम्प्लिटली अनबिलिभेबल क्या ल हेर्नु न के हो यो यहाँ लामाहरूको चलिरहेछ तल हिन्दू तल मुस्लिम त होइन होला दुवै दुवा क्या ल पशुपति जस्तो नि दामी हो यार काठमाडौँमा यो व्रत बन्छ कि के हुन्छ यो राखी यस्तो धुमधामले मनाउँदो रहेछ हम्बो यो चाहिँ 2081 यो चाहिँ 2082 को काइन्ड अफ भनौँ न अझै धेरै चाडपर्वहरू चाहिँ मैले देखेको छुइनँ काठमाडौँमा कसरी मनाउँछ